कसैले एकदमै सही भनेको रहेछ, यदि तिमी रुपियाँ बाँकी दिँदैनौ भने तिमी एक नराम्रो हुन्छौ, तर जब तिमी रुपियाँ बाँकीमा दिन्छौ भने चाहिँ तिमी दुई नराम्रो हुन्छ। साँच्चै नै यो सही नै भनेको रहेछ। यो चाहिँ मलाई पनि परेको छ है साथीहरू। मलाई एकजना व्यक्तिले एकदमै खाँचो पर्यो भनेर रुपियाँ बाँकी माग्यो, अनि मैले पनि खाइ नखाइ जम्मा गरेको धन हैन, मेहनत गरेर कमाएको धन मैले ल न त गाह्रै परेछ भनेर दिएँ। तर समय उसले जब दिन्छु भनेको तोकिएको समय काट्दै गयो। जब मैले उसलाई रिमाइन्डर मलाई पनि चाहियो, मलाई पनि आपत्ति आए पैसा फर्काउनुहोस् है भनेर कति भने फर्काउँदैन। हेर्नुहोस्, धनको मुख चाहिँ साँच्चै नै कालो हुँदो रहेछ है। आफ्नो पैसाले आफै दुःख पाइँदो रहेछ है साथीभाइ हो। हालैमा हाम्रो आफ्नै ठाउँमा पनि यस्तै घटना घट्यो। जसले चाहिँ सहायता पुर्यायो, आज पुर्याउने उसैले आफ्नो ज्यान चाहिँ गुमाउनु पर्यो। जसलाई उसले सहायता गर्यो त्यही व्यक्तिले आज सहायता गर्ने व्यक्तिको ज्यान गुमाएको छ। र हामी एकदमै होसियारी हुनुपर्ने रहेछ है। हामी एकदमै सही जेन्युन, जसलाई दुःख साँच्चैमै परेको छ, जसलाई चाहिँ दुःख आएको छ, आपत्ति आएको छ, बिमार लागेको छ, त्यस्ता व्यक्तिलाई मात्र हामी चाहिँ रुपियाँ बाँकी दिनुपर्ने रहेछ है। यो चाहिँ मेरो लागि ठुलो एउटा लेसन, अनि मैले हजुरहरूसँग यो सेयर गरेको। हजुरहरू पनि एकदमै सतर्क रहनुहोला। आफ्नो पैसाले आफै दुःख पाइँदो रहेछ।